यो टक्कै आमाले रोप्नु भएको इस्कुस र काँको टक्कै इस्कुस त फले छैन, काँको चाहिँ फलिसकेको छ। यसलाई हेर्नुहोस् है, काँको टक्कै यो त सिधै लाग्दैछ है, ठुल्ठुलो हुँदैछ। हेर्नुहोस् है र हाम्रो यो फर्सीमा यस्तो छ है, हेर्नुहोस् यहाँ क्याप्सिकम फलिसकेको छ। क्याप्सिकम देख्नुभयो नि, क्याप्सिकम फलिसकेको छ र ड्रागन फ्रुट फल्नेवाला छ, टक्क ठन्डै छ ड्रागन फ्रुट। फुलहरू सट्ट छ है यहाँबाट है। यो चाहिँ चाइनिज स्याउ एकदम मिठो हुन्छ रसिलो। चाइनिज स्याउहरू फलिसकेको छ, धेरै खाइयो योपालि चाइनिज स्याउले। हेर्ने धेरै फल्यो, धेरै खाइयो, एकदम मिठो छ यो है। टन्नै फलेको छ अझैले, हेर्नुहोस् है, हेर्नुभयो नि। यता यो अङ्गुर पनि रोपेको छु, अङ्गुर पनि सर्दैछ टक्क यस्तो छ ल।